हेलो नमस्ते स्वागत छ निस्मा गुरुङ युट्युब च्यानलमा। सो आज पनि नयाँ दिन नयाँ भिडियो लिएर तपाईहरु सामु आइसकेको छु म निस्मा गुरुङ। सो आजको भिडियो हेरेर सबैजनाले लाइक शेयर कमेन्ट गरिदिनु होला अनि निस्मा गुरुङ युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त साथीहरु। आज चाहिँ मैले सानो भिडियो लिएर आइसकेको छु। आज चाहिँ मैले मुकब्याङ गर्न लागिरहेको छु। मुकब्याङमा के छ भन्दाखेरि करेन्ट चाउचाउ छ साथीहरु है। यो 2 प्याकेट करेन्ट चाउचाउ है साथीहरु। अनि चाहिँ यहाँ छ अन्डा फ्राई गरेको अन्डा है, एउटा मात्र है साथीहरु। अनि सो साथीहरु अब सुरु गरौँ है त। सबैजनाले हेरेर इन्जोय गर्नु होला है त साथीहरु। आटा त एउटा मात्रै भइन्छ होला साथीहरु। फर्स्ट बाइट खाए ल। So yummy. साथीहरु मैले यहाँ चाहिँ थोरै पास्ता पनि मिसाएको छु है साथीहरु। मलाई पास्ता नि मन पर्छ। अनि 2 प्याकेट करेन्ट चाउचाउमा मैले अलिकति पास्ता नि मिसाएको। अनि चाहिँ यहाँ राख्न पर्यो साथीहरु। ऑमलेट also यस्तो मिठो पास्ता हेर्न सक्नुहुनेछ है। पास्ता नि मिसाएको छु कि मैले।
दुईटा चाउचाउ भने ठिक्क हुँदो रहेछ। मैले पास्ता मिसाएको थिएँ थोरै, अलि धेरै भयो। पास्ता चाहिँ धेरै भयो। ल साथीहरु, यहाँ भन्दा खान सक्दैन। ल है साथीहरु, सानो सानो भिडियो पनि हजुरसँग शेयर गरिरहेको छु। सबैजनाले माया गरिदिनु होला। निस्मा गुरुङ युट्युब च्यानललाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला र सुरुदेखि अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरुको भिडियो पनि म हेर्नेछु र लाइक पनि गर्नेछु, कमेन्ट शेयर अनि के गरे सब्स्क्राइब पनि गर्नेछु है साथीहरु। सबैजनाले सानो सानो युट्युब च्यानल युट्युबरहरु मिलेर सबैजनाले सपोर्ट गरिदिनु होला है त साथीहरु भन्दै। सो आज पनि बिदा माग्न चाहे साथीहरु। अब अस्तिको त्यो मोमो खाएको भिडियो चाहिँ मैले घरमै बनाएको होममेड मोमो चाहिँ घरमै बनाएको थिएँ नि त। त्यसको चाहिँ एकदमै सबैजनाले हेरिदिनु भएको छ हैन, धेरैजनाले हेरिदिनु भएको रहेछ, कमेन्ट पनि गरिदिनु भएको छ। त्यसकारणले त्यो भिडियो राखेदेखि सब्स्क्राइबर पनि धेरै बढेको छ। त्यसकारणले सबैजनाले माया गरिदिनु होला। फेरि पनि मोमोको होममेड मोमोको भिडियो पनि फेरि छिट्टै नै लिएर आउने छु भन्दै आजलाई तपाईहरु सामुबाट बिदा माग्न चाहे। बाई बाई। नेक्स्ट भिडियोमा भेटौँला है साथीहरु। नमस्ते।